होइन पुसुरो माथि हरिओम पूर्व सङ्कल्प सांसर्गिक बाल यौवन संकल्प लिनु दोस्रो आफ्नो जातिको मानसिक सामाजिक ज्ञातादि सकल दोष निवृत्ति पूर्वक परिचयमान लक्ष्मी नारायण पूजन कर्मणि लक्ष्मी नारायण प्रीतये के अरे पंचतंतु निर्मितान् वर्तिकान् विष्णवे अर्पणं चाहं करिष्ये। अब तेस्रो नम्बर है आफ्नो नाम सबैले सकल पाप कायिक बाधित सबको तन्त्र निर्मितान पवित्र लक्ष्मी नारायण पूजा अरब नपरोस् है। अनि यहाँ कताको मादल बत्तीमाथि फुल कसैले पनि नफाल्नु होला।
सीमा परिन्छ हेर त अवश्य मरिन्छ दौरा सीमा परिन्छ ए अवश्य मरिन्छ दौरा सीमा परिन्छ अवश्य मरिन्छ दौरा सीमा परिन्छ अवश्य मरिन्छ दौरा सीमा
मान्छे है अनि सुन्नु आरम्भको लागि सिक्का पैसा सुनको खाना दे त्यो दुईटै बत्तीमा सुनको तार भन्छ उताबाट हेर गङ्गी सर 20 रुपैयाँ किन 20 रुपैयाँ सबै भयो ओम शुभम भवतु कल्याणम आरोग्यम सुख संपदा मम सर्व दुःख विनाशाय दीप ज्योतिर् नमस्तुते हिरो बाबा बिडबन आसुर फुल ओम हिरो बाबा बिडबन आसुर बाबा देवन यारे फुली मान्छे जति मोबाइलको काम महिलाले जिज्ञा हम भने जिज्ञा हम आफ्नो ज्ञाता ज्ञाता अवश्य भगवत अभिया देय अभिया शिष्य शरीर बनानी काइको बारीको मानसिक स्थान समान पूर्वगत समस्त देवानाम लक्ष्मीनारायण शान्तिदा मथुरासी देवानाम पानी मन लागेला गाडी घुमान दो के काम गरिराखेको सन्चै हुनुहुन्छ तिमीले लान्छौ त्यो छोरी छोरी लैदिन्छ ल सबैले छुनुहोस् बाबुलाई छुनु भाइले छुनुहोस् थोरै थोरै माथि केही होइन गर्छमा माथि माधवाय नमः रक्षकर गोविंदाय नमः कृष्णाय नमः केशवाय नमः श्रीपते नमः पद्मनाभाय नमः ऋषिकेशाय नमः वासुदेवाय नमः गंगादि तीर्थ सर्व गंगादि सब तीर्थेभ्यो मया नित्यांशु सुवन तुयमित सुख स्पर्श पाद्यम मे प्रतिक्रियता पाद्यम समर्पयामि भन्दाखेरि लास्टमा लक्ष्मी नारायणाभ्याम नमः भन्नुहोस् त है लक्ष्मी सबैले लक्ष्मी नारायणाभ्याम नमः अब दोस्रो लिनुहोस् ओम तथा गंध पुष्प समयुक्त नाना सौगंध शीतल मया नितम भक्ता अर्घोयम प्रतिताम अर्घम समर्पयामि लक्ष्मी नारायण नमः भन्नुहोस् फेरि शुद्धि जल लास्टको जल हो त गंगा जलमया नितम पवित्रम सुमनोहरम भक्त्यार्पितम सुरम श्रेष्ठ गिराणम पुरुषोत्तमम गंगा सरस्वती देवा
पयस्मै नर्मदा जलम कविष्णाथाय मानितं गिरां परमेश्वर लक्ष्मी नारायणाभ्यां नमः। ओम तत् फेरि शुद्ध जल लास्टको जल ओम उचित स्तोत्र संस्कृति यशिस्मात्र श्रुतिमात् नोति तस्मै ते पुनराचमेगम पंचामृत ओम तत् पंचामृतं समर्पयामि लक्ष्मी नगतादेव सर्व पासिनि तक्षीरस्नापितोतेव नित्यं च भरतो भव भगवान पुष्यन्न दैले नैले हरि ओम दधि ग्रावणो दैले दै जन्मया पूर्वसज्जितं तस्रं यमयातु दधिस्नान केशवम् अब घिउले नुहाइदिनुहोस् जलले नुहाइदिनु फेरि घिउ लाग्छ प्रसारण मुक्तम चार्जम देवानाम च सदाप्रियम एरुकम स्नापितो देव निर्विकारते पर्दो भव अब फेरि चल शुद्ध जल लास्ट जल सुदर्म समर्पयामि लक्ष्मी नारायणाभ्यां नमः। अब मले ओ मधु बातारिता मधुमानो वनस्पति मधु सूर्या भवतना यशिष्णुमात्रेण तृतीयान्ति पितामह मधुस्नानं देवस्य शोकहरो भव। फेरि शुद्ध जल अब शुद्ध जलम समर्पयामि लक्ष्मी नारायणाभ्यां नमः। भव सागरान्त ब्रह्मसूत्र सौकर्यं किरणस्य सतमम् जाने लगाइदिनुहोस्। अब तत् अब बसाउने अलिकति कपुर र सिनखण्ड चन्दन सिनखण्ड चन्दन अथवा त्यही प्यालो कपुरमा घोटेर चढाइदिनुहोस्। हो त्यो बहुता अलिकति चन्दन लिनुहोस् प्यालो चन्दन लिनुहोस्। प्याज चाहिँ एक मुठी जाउ लिनुहोस् चढाइदिनुहोस् मुठीले जाउ तिल एक मुठी जाउ एक मुठी तिल ओम तत् धान राजा समज्ञाले विष्णु प्रतीकरा तल कपडा चलाम्रो कपडा छैन तल कपडा हो त्यो मान्छे हो त्यहाँ ओम तत् नमो दिव्ये महागण नमो दिव्ये महादेवे शिवाय सततं नमः नमः प्रकृति भद्राय प्रणताय नमः। अब दशवटा भक्ति कठोर राखेर बाल्नु कर्पूर गौरम करुणावतारम संसार सारम दशवटा भक्ति गर्नुहोस् कठोर राखेर बाल्नुहोस् भक्ति भइसक्नु दशवटा कठोर राखेर पनि हुन्छ दशवटा कठोर मात्र राखेर बाल्नु दिन्छ जे भेट्नुहुन्छ त्यही गर्नुहोस् फटाफट गर्नुहोस्। अब फुलले हाल्नु जगे काञ्चा माया जगते वास्तानि परमानि प्रथमान्या लक्ष्मी नारायण भ्याम नमः। त्यहाँबाट फल राख्ने राम्रो फल राख्ने नबिग्रेको चित्त माथि माथि थालीमाथि फल राख्ने ल अगाडि जाने अनि त्यो अर्कोबाट फल राख्ने दहीको भाँडाबाट फल राख्ने पाउन यो दही बढियो आई पूजाको अर्को कुन हो खाजा छैन। तथा अथा अच्युताय नमः स्वीकृति अच्युताय नमः अच्युताय नमः अच्युताय नमः।
नैवेद्य गर्दैछु हरे ओम ब्राह्मणो समुखमासि बाहुराजन्यः क्रेताः उरुतजगवैश्या पदव्याघोषोत्र अग्र भइहाल्छ हरे सन्त भट्ट खै ओम नमस्ते 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 नमो नमः या देवी सर्वभूतेषु संस्थिता नमस्ते 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 नमो नमः या देवी सर्वभूतेषु लक्ष्मीपुत्र संस्थिता नमस्ते 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 नमो नमः पर राख्नु पर उनी होमखाडे लाग्नु छ पर नरोली गरी अब अर्को दिन त्यहाँ ओ शिवजीको लाग्नु त शिवजीको वो तो ठुलो लागे धेरै भएको होला 240 हो त्यो हैन वो तो नारायण जटाकरी गलगल प्रभावकारि तस्थली कली बलब्बिकं भुजङ्गपुञ्जमालिकं तम दमनिनाद भट्टमयं चकार चण्ड ताण्डवं तनोतु नासिरो शिव ओम साम सदा शिवाय नमः आराधना सर्वव्यापी गुरु अबको शिवजीको ओ गुरु ये शिवजी को गुरुमा शिवजी ओम तथा अब 9 तरहको छ वो तो पढाइनुस् वो तो घरको आप पढाइनुस् बा गुरु दिनुस् यो यो ल लबानुस् यो 9 तरहको के 9 तरहको राख्नु 9 तरह हेर्नु त ओमाकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगविद्या रमा सहित श्री सत्यनारायण भगवान को रमा सहित श्री सत्यनारायण भगवान को लक्ष्मीनारायण भगवान को सावित्री माता को गंगा माता को काली गंडकी को श्वेती गंडकी को त्रिवेणी धाम को मोक्ष धाम को चारों धाम को अब सेतो अक्षता सेतो फुले पहिला उठाको पूजा गर्ने आइका सेतो अक्षता टपरीका सेतो फुल सेतो हो त्यो तेरो सबैले चन्द्र हरे नमः सुधाम सबे रोइसता चन्द्र हरे नमः सुब्राम सबे रोइसताय चन्द्र हरे नमः औषधि साय चन्द्र हरे नमः जैवाग्निकाय नमः रोइसता चन्द्राय हरे नमः सोमाय रोइसताय चन्द्राय हरे नमः ग्लोबे रोइसताय चन्द्र हरे नमः मृगंगाय रोइसताय चन्द्र हरे नमः कलानि धय रोइसताय चन्द्र हरे नमः हिमा वंशे रोइसताय चन्द्र हरे नमः चन्द्र मसे रोइसताय चन्द्र हरे नमः कुमुद बन्धवे रोइसताय चन्द्र हरे नमः बीजा राजाय रोइसताय चन्द्र हरे नमः नक्षत्रे साय रोइसताय चन्द्र हरे नमः छपा कराय रोइसताय चन्द्र हरे नमः निशा कराय रोइसताय चन्द्र हरे नमः चन्द्राय रोइसताय चन्द्र हरे नमः
सीता रश्मि रोहिषिताय चंद्रहरे नमः रोहिणी क्रियाय रोहिषिताय चंद्रसहिताय चंद्रहरे नमः लक्ष्मी ध्याते रोहिषिताय चंद्रहरे नमः अत्रिपुत्राय रोहिषिताय चंद्रहरे नमः राधिकाराय रोहिषिताय चंद्रहरे नमः क्षीरपुत्राय रोहिषिताय चंद्रहरे नमः ततः ओम सीता विभाय रोहिषिताय चंद्रहरे नमः कर्पकगाय रोहिषिताय चंद्रहरे नमः रोहिषिताय चंद्रहरे नमः कर्पूरपुष्पकाश रोहिषिताय चंद्रहरे नमः श्वेत पद्मकराय रोहिषिताय चंद्रहरे नमः एकाश्च रोहिषिताय चंद्रहरे नमः तीक्ष्णाय रोहिषिताय चंद्रहरे नमः सौम्याय रोहिषिताय चंद्रहरे नमः श्वेतांबसे रोहिषिताय चंद्रहरे नमः मणिभूषिताय रोहिषिताय चंद्रहरे नमः सायुधाय रोहिषिताय चंद्रहरे नमः सप्ताहस्ताय रोहिषिताय चंद्रहरे नमः हिमस्तनाय रोहिषिताय चंद्रहरे नमः सशक्तिकाय रोहिषिताय चंद्रहरे नमः आत्मस्वस्थाय रोहिषिताय चंद्रहरे नमः अज्ञाय रोहिषिताय चंद्रहरे नमः शुद्धाय रोहिषिताय चंद्रहरे नमः मेरुगलांछनाय रोहिषिताय चंद्रहरे नमः सर्वकाल तुनिस्याय रोहिषिताय चंद्रहरे नमः परिपूर्णाय रोहिषिताय चंद्रहरे नमः सुखात्मने रोहिषिताय चंद्रहरे नमः कामदाय रोहिषिताय चंद्रहरे नमः निष्कलंकाय रोहिषिताय चंद्रहरे नमः कलाधाय रचसे चंद्रहरे नमः गंगाधर शिरोमणि रोहिषिताय चंद्रहरे नमः हर मुकुट निवासाय रोहिषिताय चंद्रहरे नमः बालचंद्राय रोहिषिताय नमः परमेश्वर ओम तथा क्षीरोदाय संभूताय रोहिषिताय चंद्रहरे नमः मृत्यु रोगा निवासिने रोहिषिताय चंद्रहरे नमः निशालनाय रोहिषिताय चंद्रहरे नमः हर रूपाय रोहिषिताय चंद्रहरे नमः कला षोडशधारिणी रोहिषिताय चंद्रहरे नमः रोहिदाकराय रोहिषिताय चंद्राय नमः लोकप्रियाय रोहिषिताय चंद्रहरे नमः शब्दभावने रोहिषिताय चंद्रहरे नमः इंदवे रोहिषिताय चंद्रहरे नमः संतापहत्रे रोहिषिताय चंद्रहरे नमः दिव्यवे रोहिषिताय चंद्रहरे नमः नवदीपाय कहाँ जाने हो जाने जतासुकै छ आज कता कता भ्याउनु यहाँ 84 तो बाटा येतले उंते पाकिस्तान ने एउटा सबै यतिको पुरुष हो नि कति हो कति सबै हो सबैजना कुर्ता मिलाएर भज्यो कतिर आफर भन्दिनँ होला भनेर भन्नुभएको बुवालाई र मलाई भनेर भन्नुभएको जाँदा होला
माथि होइन माथि छैन तल होइन यसरी के यसरी भन्दै यहाँ यदि बाबु निकाल दिएर होइन अहिले मैले सबैले खिचाल्नु सबै खाएको छु हामीलाई हो ल यसरी सबैले आज भनेपछि ओम नमो वासुदेवाय ओम नमो मार्जानी है यो एकदम मार्दियो खै खै ओम नमो वासुदेवाय सबै है मार्जे हामी सबैले आमाले पनि गर्ने है ओम नमो भगवते वासुदेवाय मार्जे हामी ओम नमो भगवते वासुदेवाय मार्जे हामी बालले भन्नु सुरुले भन्नु मार्दियो हामी ओके आज तो हुनुहुन्छ अहिले लायो मालाई हामी हजुर ओम नमो भगवते वासुदेवाय मार्जे ओम नमो भगवते वासुदेवाय मार्जे कम से कम 100 हो तर 10 को 108 को हो और को खाली आठ मान्छ भाइ चाहिँ कति किन आउनु त खाली हुन्छ हो त मार्जे हामी नेपाली हो अब मार्जे सही भयो हैन नत्र भयो कुन आज नि ओम तत्ताय मुदा ततः यथान कृष्ण सयन सागरजायतः सय्यामस्मात् तस्मात् सुखं सयन सय्या अब यो ब्राह्मणले हल्लाइदिनु हो उठाइ स्वर्ग जानु होइन ब्राह्मणले पैसा लाग्यो हो ल अब आरती हर हर महादेव अब रातो चन्द्रले पूजा गरेर मामाले त्यहाँ माथि रातो ल छोड्दै आरती पूजा गर्नु ल सबै उठाउँ भक्ति माइक चलेन माइक बोलाइदिनु माइक मनको थाल मनोहर प्रेम रूपारे प्रभु
सबै कर्ताले धन्यवाद बसम शान्ति गरेर बस त्यो के अरे चार्ज नभएर हो कि चार्ज नभएर हो कि सानो लाइदिने नि हुन्छ कि गुरु ब्रह्मा गुरु विष्णु गुरुर्देव महेश्वरम गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः सच्चिदानंद रूपाय विश्वोत्पत्त्याहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः वंशे विभूषितकरा नवनीलदाद्वा पीताम्बरा बिम्बफलादरुष्टात् उडेन्दुसुन्दरमुखादरविन्दनेत्रात् कृष्णात् परं तत्त्वं किमपि न जाने भक्तिसुतौ तौ तरणौ गिरिता किर्मैकरूपा सा विरासे
श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेव विघ्नेश्वराय वरदाय सुप्रियाय लंबोदराय सकलाय जगदीशाय नागाननाय सुखियज्ञविदूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीदनाथ जगदोखिलस्य प्रसीद विश्वेश्वरिपाय विश्वं त्वमेश्वरी देवी चराचरस्य हे सगौरे कपाले शशाङ्कमौले विश्वादिराज देवादिदेवे समये नित्यं गिराण पूजा भगवन् नमस्ते शान्ताकारं भुजगशयनं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं विद्यानगम्यं वन्दे विष्णुं भगवान् लोकैकनाथं ब्रह्ममुरारी त्रिकान्तकारी भानुशशि भूमिसुतो मुदशमन्तो आवाहेतं पुरुषं महान्तं सुरासुरवन्दितपादपद्मं वर्मादयो यस्य विषेवसन्ति परमेशकुण्डे सुलोकनाथ नारायण नमस्कृत्य नरं चैव नरोत्तमं देवी सरस्वती व्यासं ततो हृदयमुदीरयेत एक बार गणेशता गणेश जी को वर्णदेवता को श्याम सदा शिव जी को माँ काली महालक्ष्मी माँ सरस्वती को लक्ष्मीनारायण भगवान को 84 सिद्धि पुरुषहरू को चंद्रमा को भगवान को देवता को यज्ञ पुरुष भगवान को शक्ति जगदम्ब माता को सर्वे गुरुवर्गहरू को सर्वे कर्ता वर्गहरू को कर्ताका कुल पितृहरू को सर्वे बन्धु बान्धव इष्टहरू को सबै भक्तजनहरू को सर्वे देवी थानहरू को आजको आनन्द को हर 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 महादेव अब त्यो अर्घ त्यहाँ दिनुहोस् त्यो भयो पानी चाहिँ छैन सुपर लिङ्गन भयो पैसा यो हो साइड भनेको यो हो साइड
अपूर्ण पूर्ण पात्र नानां गोत्रेभ्यो नानां गोत्रेभ्यो नानां सर्वेभ्यो नानां यथाभाग बीजम धातु वयम उसिञ्चेत। अब त्यो एउटा देवीमा छोइदिन्छ एउटा त तपाईँको देवीमा राख्नु त्यही देवीमा छोइदिनु फायर त्यही राख्नु अब एकजना गोरोको यहाँ छोएर राख्नु खालि एउटा गोरोको यहाँ छोएर गोरो अनि एउटा गोरोको यहाँ छोएर यहाँ राख्नु एउटा अग्निको अग्निलाई छोएर त्यहाँ राख्नु अनि यहीँ राख्नु। गुरु क्षेत्रपाल रेडी छ आउँदैछ ल्याउनुस् ल ए दाइ तिलाइन जलेर छुनुस् भयो तिलाइन जलेर छुनुस् बत्ती बाल्नु पैसा हो त्यो बत्ती बाल्नु अनि पर्दैन बरदो बाबा छोडिदिनुहोस् अनि जल घुमाइदिनुहोस् त्यहाँ छोड्नु यो जल घुमाइदिनुहोस् हो यस्तो जल घुमाइ ल एकजना गुरु उठ्नु ल ल बस्नुहोस् तपाईँहरू बस्नु फुटुक्क बस्नु एकजना त्यही यसरी हालेर सबै होइन तपाईँलाई काम होइन अहिले पढेपछि लामो स्वाद आउँदाखेरि है एकचोटि मात्रै पिछाडि पनि आगो ताप्ने छ भयो आगो ताप्ने सबैले आमा पनि जानु भएको नुन त गुरुलाई सबैलाई लगाइदिनु त यो अरे फेरि घिउ चल्नु देख्नु पर्ने देखिनु
अस्ट्रेलिया भन्न आएछ मुही अस्ट्रेलिया आमालाई खिचेर हेर्न पाएन त्यो बुढी दिदीले के पहिला चाहिँ आमाबाट अथवा दाइबाट आमा हेर्ने त यहाँ हातमा ल्याएर हेर्नुहोस् छाया हेरेको कति छ हल्लो पनि हुन्न छाया त्यति देखियो भने चाहिँ हेर्नु निरारपट्टिका देख्नु हो नलाइकन हेर्दै छाया त हेर्न पर्छ यो मेन यसको उद्देश्य हो किन त्यसो घुमाएर राख्नुपर्छ भने अहिले देख्नु भएन हजुर देख्नु भएन कालो आखे अर्थिङ गरौँ अर्थिङ दाजुले छुने यसो नहीं खाली कुछ नहीं Mama giriyor bana. Gir. बसेर मेरो आता छ अलि स्थगित भएको भने एक आमालाई अहिले फेरि अर्कै हुन्छ कि होइन मुख जुठा गरेको के होइन भनेको
एक 108 तारा परिक्रमा गर्दै अघि नै यताबाट रहेछ जाने अन्त होइन उतै भएको सक्यो अब शिवा सक्यो राति त होइन ए 7 बजेतिर रहेछ त अनि अरू पनि जिउरो निकाल्छ मानपोखरीको दरबार महिनामा 12 लाख मधेसी ल्याएर कहाँ 12 लागिन्छ 20 लाख लाग्दैन हामी परि पयौँ खोले कन्कामरे साह्रै मिठो छ है हामी सबैजना लाखमा लाउने हामी सबैजना सानो छैन यो गाडीमा आएर भाइजूलाई गाडीमा राख्दै गरौँ त्यो कटुराको चाहिँ पञ्चायतले चलाउने तुम्हारे खाना पर्छ प्रसाद ब्राह्मण अब खानु
पुग्छ अर्थलाई दिँदैन केही हुन्न पिर्नुहरू जति पनि पुग्छ भनेर होइन कि आमालाई सुखमा राख्ने व्यवस्था गर्नु अझै एकजना पण्डितजीलाई लानु फेरि मेरो चौरासी पूजामा तपाईँले माला घोडा दुई दिनु क्या घोडा अलिकति दिनु क्या यति दिनु थोर यत्रो पुग्दैन क्या पैसा पाइयो छैन ल टेबल झग्न पर्दैन के नयाँ दुनिया आमा बोतल पानी खान पायो भने हुन्छ हो के अरे कलसले उठेर आउने कलसले दुईटा कलस जाँदैन थोरै आज मेरो दाँत मात्रै देखिने भयो मम्मी आमा चस्मा निकाल्नुहोस् त उसलाई उतातिर राखिदिनु हात दिनु सामा हात दिनु पैसा दिनु पैसा लाग्नु त्यो फेरि किन लुकाएको यो फेरि ल भतिजीहरू एउटा लेखमा सेरिया जानु भनेर आउनु सक्छ यो राख्ने होइन
घरको सन्तानबाट यहाँ भएन यो फेरि 4 बजे पुग्नु पर्ने छ के 4 बजे 6:50 दुःख त्यता भयो कि पैसा दिनुस् अलिकति अलिकति धेरै नदिनु होइन के छैन अब पानी पिउनु यहाँ पर्खिने रे बाटो चिनिहाल्छन् कि जाँदाखेरि के उसको काम हो जान्दा चाहिँ अहिले काटिमुरलाई पर्खिबस्छ ल लुमी अनि मलाई फेरि अहिले भाइहरूले पहिला लगा भन्नु यहाँ दिएन बजेको हातमा मान्छे अलिकति पानी मात्रै हालेर हुन्छ त्यहाँ देखि बोतल पानी हालेर भयो पानी हुन्छ अलि पाकेको लिएन तपाईँहरूले पैसा दिनुस् यति ठुलो मुखले सानो जति पनि देखेछ गरे पैसा दिनुस् उता पनि जय आउनु जय ल अबे पहिले देखा जय एक पाल लगायो हुन्छ नि दाहिने बायाँ गरेर लिडर पनि पछि लगाइदिउँला नि तपाईले हात हल्लिरहेको हमरे खिचौ हजुर म अब कुपोको डल्लीले खिचौ मैले यस्तो लेस 1100 को लिएर आएको के फाइदा भयो पैसा दिनु आफ्नो माटो गरे पैसा दिनु मलाई पैसा जन्म दिवस मनाउन पाइयोस् एकदम हजुरको आयु लाभ होस् सुख शान्ति होस् हामीले त्यही छ नपर्ने हजुरलाई एकदम ल पैसा दिनुहोस् डबल लाउनु आमा यहाँ पैसा यता नानीलाई भारी रहेछ साइकल म यहाँ बस्छु ल भिन्डी ल्याइदिनु भयो मम्मी भिन्डी ल्याइ एक का भए लाइभ गर्दैन है बाबा है खाली नाचेको हात दिनुहोस् न टिका लानु एक ट्याप
टिका लगाइदिनु कान्छा पनि अल्प थियो भेट्ने थियो ल ल एकदम एकदम भइरह दिदी हात तन्काउँदै गर्नु आमा निधार आउँछ त पेट्रोल लगाइदिनु है जसको निधार अगाडि आउँछ झप्पै लगाइदिनु लगाइदिनु भयो ल खिच्नु खिचिरह माइलालाई बोला न माइलालाई ल्याउँछु भन्ने माइलालाई लगाइदिनु पुरै ल मेरो दाइ साइला यति लिखा पाइन्छ र खालियो एउटा कसैले स्थिति उहाँ पनि लगाइदिनु बनकुमारलाई दिने भने म पनि आउँछु भनेर माइला तिमीहरूले दाइ र मनकुमारलाई दिन्छ भने म पनि आउँछु भन्छ टोपी यस्तो माथि गर्नु हो तिमीले खायौ खोइ उहाँलाई पैसा दिएको कान्छी होइन हात हल्लिन्छ हामी पुरुष यता हो हामी यहाँ महिलाले जिते के यहाँ त हामी महिलाले जितेर हामी पुरुष त यहाँ पछाडिको पछाडि भइगयो यहाँ त आउनुहोस् यहाँ पुरुष महिलाले जितेको दाइ हेर्नु त महिला महिला पहिला हो कि महिला पहिला ल अब त्यसपछि अब इन्दिरा गान्धी बच्दासँग इन्डियामा महिलाहरूलाई कति एज थियो हो तर सिलाइ नयाँ पुरुष बिचरा पछाडि पछाडि पऱ्यो कान्छी यहाँ ल आमा ल मलाई टिका लगाइदिनुहोस् आमा ल आमा ल आमाको पनि अहिले 84 हुनुपर्ने युके जाने भएर नभएको हाम्रो आमा र उहाँ एकै दिनको कसलाई कान्छ त्यो जाने पार्टीलाई प्रसाद दिएको भएको नलाएर हो कि लगाइदिनु
एकचोटि लाउने नै हो ठीक है नीला छैन कसरी हेर्नु न यता हेर्नु पठाउनु पर्यो हजुर पठाउनु पर्यो हजुर महिलाहरै जाने मान्छेलाई पर्छ गयौँ है एउटा उल्लेउ त एउटा कलस ल्याएर मान्छेले छेकेर कति पानी दिएको आमालाई त्यो मालाहरू एउटा दुईटा निकाले धन भन्ने कुरा गरौँ हुन्छ माला उल्टो भयो जेठु दिदी लगाइदिनु
बहिनीलाई बोनस दिनु अरे ए मेरो हो के मान्छे ल नातिनीको नाम आइहाल्नु नातिनीको नाम भन्दै पैसा पाए हजुरले भन्यो हुन्छ मिलाएर देऊ न फेरि पैसाले